ल है आज चाहिँ हाम्रोतिर चाहिँ छुट्टीको दिनमा चाहिँ केही स्पेसल बनेको छ। यो चाहिँ अब हर्रे खोर्सानी है के हो यो होइन, खोर्सानी कता हो यस्तै भेट्टाए यस्तै लिएर आइयो। यो चाहिँ कुन के साग, चाइनिज साग। यहाँ फेरि हाम्रो छुट्टै छ माल होइन, टिमुरको अचार भनौँ यहाँ बनाइन्छ खाइसकेपछि। अर्को छ यहाँ यो चाहिँ खसीको मासु। ओहो मुखबाट पानी नै निस्किन्छ त खसीको मासु देखेर के भएको हौ। यता फेरि सुरु गर्नुभएछ म्याडमले, खाऊ त ल खाऊ। छुट्टीको दिनको चाहिँ स्पेसल चाहिँ यसरी गम गम पार्छ। मैले चाहिँ अब स्याप स्याप पार्नलाई चाहिँ पहिला चाहिँ सुरु चाहिँ मासुबाटै गरिदिने ल होइन। दामी बनाएर रहेछ खाना, त्यहाँदेखि स्वाट खायो कस्तो साग हो होइन। तर मैले चाहिँ स्वादको रूपमा लिइरहेको छु। अहिले हातमा चाहिँ मैले बुङ्गुरको मासु हाल्नु भनेर लिएर आएको साग हो क्या। त्यसमा चाहिँ हाल्न मन लाग्यो, त्यति मिठो लाग्यो। अनि त्यही भएर चाहिँ यहाँ सदुपयोग गरिरहेको छु क्या अहिले चाहिँ। तर दामी चाहिँ दामी छ है। खसीको मासुको ग्रेभी बनाउनु छ भने चाहिँ हामीलाई सम्झिँदा हुन्छ अरे क्या। सम्पर्क नम्बर चाहिँ नभनिहाल्नु मैले है, मिल्दैन क्या हो। माल छ क्या अहिले चाहिँ। अस्ति राख्ने चाहिँ भएन नि अस्ति दामी अस्ति तिमीले बनाएको त्यही भएर ल कति बस्दै छ अस्ति अलिक भएन। अस्ति अब मेरो मामले बनाएको 3 चोटि पकाएर खायो। सागपात चाहिँ खाँदै गर्नुपर्छ है, सागपात चाहिँ खाँदै गर्नु। खाना चाहिँ मैले खाँदै खाँदैन अरे चाल ल। कस्तो हाममाल झ्याक्क बाख्रा जस्तो देखेको के हो, घाँस पनि खायो है। त्यो भात त थपौँ थपौँ लाग्यो त यार। पहिले खाउँ भयो खाउँ है। नेक्स्ट टाइम चाहिँ तिमीले बनाउँछौ है खाना, यो मैले बनाउनु मिठो भने चाहिँ साह्रै तिमीले बनाएको चाहिँ अलिक राम्रो हुन्छ क्या। त्यो हस् बनायो नि त, तिमीलाई पनि मन परेन क्या हो, खासमा कुरो के हो मैले बनाउनु परेन। हुन्छ हस् भनेर मिठो छ भन्नु सक्दैन। हस् हुन्छ हामीले बनाए मिठै छ होला। भात चाहिँ हाल्नुपर्छ म्याडम। भात त खानु पर्दैन होइन के ए भात थपेपछि तरकारी पनि थप्नै पर्यो भने त होइन र। ल्याउनु त ल्याउनु यहाँ यहाँ भातको माथि हाल है जोड। ल पुग्छ 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 पुगेन भने थपौँला नि छ त, आफ्नै घर त हो। ज्याम ज्याम पनि गर्नु खाने हो नि त।
होइन र तिमी थपेर खाऊ न है खाऊ थोरै थपेर खाऊ पिरो चाहिँ पिरो भएछ है त्यो माथि टिमुरको अचार पनि भयो नि त माल चाहिँ यस्तो हुन्छ कि माल यस्तो हुन्छ कि माल चाहिँ फाइनल्ली दुईचोटि थपेर खाइयो तर बल्ल बल्ल सक्यो पनि खान सकेन र टिमुर अचार पनि खान सकेन सलाद पनि अलिकति तातेर पठाइयो बाख्रालाई घाँस पनि बाख्रालाई खाइदियो म आज मिठो लाग्यो पेट चाहिँ फुल्यो क्या मलाई त अझै दिन्थेँ मैले होइन अस्ति हप्ताभन्दा बढी दिएको थियो अब आजको लागि चाहिँ भिडियो पनि यस्तो गरी गर्नुपर्छ होला खाना पनि यस्तो गरी यहीँ गर्नुपर्छ होला नत्र भने त पेट फुलेर मुटु जस्तो भयो जितना भी खाए बुकाइ बताए भन्ने एउटा डाइलग छ नि त्यस्तै होला नि मेरो होइन कसैले अन्यथा नलिनु ल त्यसमा कन्टेन्ट पनि चाहिएको नि त त्यही भएर पनि यस्तो यस्तो भिडियोहरू बनाउने गर्छु क्या म एउटा एउटा कन्टेन्ट त चाहियो होइन सबैलाई थाहा छ फेसबुक अब मोनिटाइजेसन हुने यताउति विषयमा सबैलाई थाहा नै छ कन्टेन्ट पनि चाहियो कन्टेन्ट छैन भने चाहिँ भातै खाएको भिडियो हाल्नु तपाईँहरूसँग कन्टेन्ट छैन भने तपाईँहरूले पनि यो भात खाएको भिडियो हाल्न सक्नुहुन्छ उहाँ पनि खाने होइन मलाई आशा गर्दै हामी बिदा हुन चाहन्छु धन्यवाद